कसैले चाहेन उसलाई, यो सानो पप्पीलाई। चिसो सडकमा एक्लै बसेर ऊ कसैको प्रतीक्षा गरिरहेको थियो। मानिसहरू आए, हेरे र चुपचाप हिँडे। ऊ भुक्न सकेन, रुन सकेन, बस हेर्दै रह्यो। त्यसै बेला एउटा बच्चा रोकियो। उसले सोध्यो, तिमी एक्लै छौ? पप्पीले केही भनेन, तर पुच्छर हल्का हल्लियो। बच्चाले आफ्नो रोटी 2 टुक्रा बनायो। एउटा टुक्रा पप्पीको अगाडि राखिदियो। त्यो पप्पीले पहिलो पटक माया चाख्यो। उसलाई घर त मिलेन, तर कसैले उसलाई छोडेन। त्यो दिन 2 जना एक्ला थिए र दुवैलाई साथ मिल्यो। सम्झनुस्, किन्ने होइन, एडप्ट, डोन्ट इग्नोर।